Hello guys, welcome back to the video. के आयो? Hello guys, welcome back to the video. It's me अनुप मोक्तान अनि मेरो भ्लग आज सुरु भइसक्यो. हामी यात्रामा लागिसक्यौं. हाम्रो यात्रा कहाँ रे रञ्जित दाइ? मेसर महादेव. Oh yes, let's go. अलिअलि क्लिप मात्रै बनाउँछु तर मेरो स्टोरेज छैन. चार्ज पनि बचाउनु पर्यो. पठाओ अनि म चाहिँ यहाँनिर राइडर बुक गरेर आएको यहाँनिर होइन. ऊ त्यो पहाड कटेर आएको हामी चाहिँ ऊ त्यो पहाड पनि क्या खतरा लाग्थ्यो. हिजोसम्म पानी परिरहेको थियो होइन, तर आज चाहिँ जोस् घाम लाग्थ्यो. राम्रो भयो. जाँदैछौँ हामी. ल गाइस, यो चाहिँ बागमती पुल आइपुग्यौँ हामी भर्खरै. बागमती पुल, बागमती खोला भनौँ. ए अब यता हो यता. हेलो गाइज, अहिले चाहिँ हामी यो बागमती खोलाको नजिकैको एउटा होटेलमा खाजा खानलाई बसेको छौँ. अनि ऊ इवेस भइहाल्यो. ऊ यता हाम्रो साथी रञ्जित दाइ कहाँ गयो? यस्तो खतरा हावा चलिरहेको होइन, कस्तो भइरहेछ त तिमीलाई? बवाल भइरहेछ, बाइकमा मजा आइरहेको. के जाँदैन रे? बाटो बिग्रिरहेछ भन्दा हिँडेर भयो नि गइन्छ नि. हाइक ट्रेक आए पछाडि त यहाँ सर्टसँग बेलुका भयो त साथीहरू. वाउ, हावा कस्तो दामी चलिरहेको होइन. यस्तो के भयो रञ्जित दाइ? किन काम चाहिँ हिँडेर त बरु घर फर्क्यो हो. हाम्रो खाजा चाहिँ अहिले नुडल्स, वाइ नुडल्स. लास्टै जाडो भएको छ बाइकमा आउँदा आउँदा. त्यत्रो बाक्लो त्यो चाहिँ सैनिक इलाका आइपुग्यौँ हामी. एकैछिन रुक्नै. सिधै हो सिधै हो. यो चाहिँ पसल रहेछ थोरै. अनि यहाँ हाइक जाने हो टन्नै रहेछ. हामी चाहिँ यसरी म्याप हेर्दै र गइरहेछौँ. हाइक जाने हो टन्नै छ यस्तो. अनि पानी पनि खतरा पर्न लागिरहेको. यतै होला हिँड्नु. यस्तो बाटो आउँदो रहेछ गाइज, एकदमै डेन्जरस. म्याप हेरौँ होइन त अब. त्यही बाटो ऊ यस्तो छ हो. अझै यस्तो घुमेर टन्नै छ त. यस्तो छ नि त अझै. माथि छ, धेरै माथि छ. काटेको क्या त्यो भिडियोमा पनि. रुक जा भाइ, रुक जा. पानी चाहिँ पर्न लागेको छ यार उ त्यो छेउबाट. स्यास्या भयो यार, बल्ल यस्तो आयो. स्यास्या भइसक्यो. हिँड्नु नि हिँड्नु, म लगिहाल्छु तपाईँ.
बाई बेस बाई बाई दुईजना हालेर हिँडिरह त के टेन्सन लिन्छ स्या अहिले गरे कट्यो बाटो त लास्ट छ त पानी पर्यो है गाह्रो हुन्थ्यो यहाँ त्यो त ढुकुर हो क्या ल जाउँ तिनीहरू आउँदैछ क्यारे मेरो साथीहरू इभेसहरू अहिले चाहिँ हामी यहाँनिर छौँ हजुर हिँड्नु बिस्तारै बिस्तारै माथि बस्नुपर्छ भाम तातिसक्ने ल ऊ केटाहरू आउँदैछ बसेर बस्नु जान गाह्रो हुन्छ होला अहिले लेट्स गो बाटो चाहिँ एकदमै खतम रहेछ गाइस अझै यो यस्तो रहेछ होइन बाइक चिप्लेकै धन्न बाइकमा आएर यति माथिसम्म भयो नि आइपुगेँ नत्र त कहाँ लास्टै कहाँ उताबाट आएको हामी गाह्रो रहेछ नत्र गाडीमा आएको भए त झन् तल कहाँ तलबाट हिँडेर आउनुपर्ने रहेछ क्या सकिँदैन थियो झन् बाइकमा आयौँ अझै पनि जाँदैछौँ फाइनली गाइज हामी यहाँनिर आइपुग्यौँ अब हाम्रो हाइक रियल हाइक सुरु हुन्छ यहाँबाट चाहिँ यहाँबाट हामी सट्ट माथि जाने यसरी कतातिर हो थाहा भएन अनि यहाँ अब पार्किङ गर्न खोज्दैछौँ सो यो बाइकमा हामी चाहिँ यति माथि आइपुग्यौँ अनि त्यहाँनिर एउटा एन्डर छ इभेस त्यहाँनिर भइहाल्यो अनि इभेसको साथी उता सो यहीँ हो पार्किङ चाहिँ अनि यता कता हेलमेट राख्ने भन्दै थियो त्यो दाइले एउटा दाइले अनि कसैले यता पनि पार्किङ गर्नुभएको छ त्यही हो अनि हामी चाहिँ भर्खर आइपुग्यौँ जस्ट यत्रो कटेर आएको हो क्या हामी यति धेरै कटेर हामी चाहिँ यहाँ आइपुग्यौँ सो त्यहाँनिर अब यस्तो छ अब माथि जानुपर्छ पानी पनि पर्ला जस्तो छ सो बाटो चाहिँ यस्तो छ है यात्रामा लागिसक्यौँ हामी चाहिँ आइपुग्यौँ मकवानपुर पनि आइयो आज हाइकिङको लागि लट्रामेश्वर महादेव आइपुग्यौँ हामी यहाँ पसल रहेछ टक्क टपमा होइन यस्तो अनि उतै गेट रहेछ मान्छेहरू हिँड्दैछन् हु हावा कस्तो चिसो यो पुरानो रहेछ चुच्चे नक्सा छैन उता बनाइरहेको त चुच्चे नक्सा है हाम्रो पुरानो उतै अलिकति छ त खाली बनाएर क्रस गरेर जाउँ ओइ हेर त ओइ हात्ती ओइ उट पनि रहेछ जिराफ पनि रहेछ जाउँ फाइनली हामी गेट छिर्यौँ अब सार्वजनिक शौचालय पनि रहेछ यहाँ अब चाहिँ हाम्रो ट्रायल सुरु भयो बालेन सरकारवाला हो कि यहाँको भ्यू सो गाइज अल्ल हामी चाहिँ आइपुगे जस्तो लाग्यो ऊ त्यहाँनिर पसल जस्तो लागेछ क्यामेरामा त कति हरियाली देखिरहेको हो मेरो आँखाले पनि त्यही देखिरहेको छु तर ब्ल्याक म्याजिक अब चाहिँ हाम्रो यो सुरु भयो सिटीबाट सो हामी चाहिँ यहाँनिर फोटो हानेर यार अहिले आएको बाटो उयो नि हामी बाइक आएको बाटो केही छैन अब त आइपुग्यौँ हामी
पुग्यौँ अब हामी धेरै छैन। कसलाई बाँस चाहियो भने न बाख्रा हेर्दैछु गाइस जुत्ता चाहिँ यहाँ खोल्नुपर्छ होइन हामी सबले अनि त्यसपछि यतातिर जानुपर्छ भेट्दैन हाम्रो यस खड्का त देख्दैन त गुफा नमस्ते अहिलेको इन्भाइरोमेन्ट चाहिँ पुरै खुसी लागिरह माथि तल सबै अनि यो मन्दिरसम्म चाहिँ जान मिल्छ अरे योभन्दा उता चाहिँ नजानु भन्नुभएको छ सो यो मन्दिरसम्म आइपुग्यौँ हामी हेलो गाइज हामी अब लट रमेश्वर महादेव पनि भिजिट गरिसक्यौँ अब चाहिँ हामी फर्किँदैछौँ गाइज सो राम्रो भयो नि त ल बाई बाई गरिदिउँ अब ब्लग इन अब नेक्स्ट ब्लगमा भेटौँला यस्तै हो सो फोटो रे क्लिपहरू चाहिँ सानो सानो छ तर एकदमै इन्जोय भयो त्यो बेला बेला लागिराख्ने रहेछ यस्तै छ यो भर्खर मोबाइल भोटे भन्छु म चाहिँ 2 घन्टा बाहिर मार्केट निस्किँदा चार्ज सकिएको भएर अलिकति थोरै थोरै क्लिप मात्रै लिन पाएको छु हर महादेव हर महादेव औ केटा तर यार केटा मैले नबुझेको कुरो एउटा माता हुन्छ माथि जानु हुँदैन एउटा माता हुन्छ माथि नै हुन्छ माताले त हुन्छ भन्दैछु त अनि अझ माथि छ र ठाउँ र त्यो चाहिँ टाउको हो अरे क्या सती देवीको त्यहाँ झरेको थियो अरे शिवजीले बोक्दाखेरि टाउकोमा जानु हुँदैन भने केटाहरू फुर्किँदैन माथि लगिदिइहाले भाग रे बाबा भाग भाग रे भाग पानी पर्यो रे पानी पर्यो हेलो गाइज हामी चाहिँ अहिले पानी परेको अवस्थामा छौँ यहाँनिर रन्जित दाई अनि म चाहिँ यहाँनिर छु अनि यहाँ पानी परिरह ए जुगा लाग्छ हो विचार गर्नु पर्यो सो बाई बाई इबेस खड्का कहाँ छ फाइनली हाम्रो तातो तातो मस्त भिजेको बेला होइन तातो तातो अब यो पनि हालिदिउँ थोरै सल्लाह हालिदिउँ अब लेमन खान्छस् भने आइज के रे के भन्नु त त्यो लगिस कुरा त भयो खानुको लागि कस्तो मजा आउँछ अन्त रन्जित दा यहाँ खानुको लागि हतार भइसक्यो होइन काँडा ल्याउँथ्यो एउटा लेमनबाट जुस्ती झरेन कि